हेर हेर महारानी, त्यति जाँदा आदिको घाँस ल्याउनु पनि यत्रो बेर लाग्छ? कि त्यही तेरो नाटोलाई भेटेर आइस? म सँगालेर बोल्नु है दिदी, भन्न पायो भने मान्छे पनि नभन्नु। आफ्नो बानी अरूलाई सुनाउने तपाईँले मात्रै गरेको छ यो घरको काम, मैले चाहिँ केही गरेको छैन। हेर हेर आफूभन्दा ठुलो मान्छेसँग मुखमुखै लागेको। धेरै नबोल, धेरै बोलिस् भने तेरो थुत्नो सुत्नो च्याति दिन्छु। कति न लु च्यात्दे त, म पनि हेरौँ कसरी च्यात्दिरहेछस्। तेरो यो घरमा जतिको अधिकार छ मेरो पनि छ। अधिकार छ तेरो? पहिले अधिकारको कुरा गर्नुको लागि त तेरो माइतीबाट टन्न सम्पत्ति ल्याउनु पर्यो नि। तैँले कुन अधिकारको कुरा गर्छस्? बाबु हेर्नु न, तपाईँको बुढीले मलाई कुट्न आयो। तपाईँ घरमा भएन भने यसले मलाई जहिले पनि हेप्छ। मैले यसलाई यति धेरै माया गरेँ, आफ्नै बहिनी जस्तो गरेँ, तर यसले आउनु पर्यो छैन तैँले मेरो घरमा? त्यही धेरै माथिको घरमा बसेस्। तेरो जस्तो घरमा बस्नु छैन। आउनु पनि परेको छैन। ल खायो खायो मैले, लु खायो। ल यी केटा भन्दै छैन तिमीहरूलाई? मुला तिमीहरू त्यसै देखिस् यस्तो हुन्छ तासको कमाइ। देखिस् पैसा त्यो तास भनेको बेग्लै हो कि केटा? ल मेरो पनि यहाँ गयो। ल ल ल ल तास खेल्न भनेको कहाँ सबैले सक्छ त? सबै सक्दैन नि। धेरै केटा तर झ्यालिजा गर्न पाइँदैन है। लु तिमीहरूलाई यस्तो तास त कति खेल्छस् भन्न पहिले। फेरि खाएको छ है केटा मैले। के छ तिमीहरूको? ल मैले खाइसकेको आएका छ मेरो एकामिसी। ल फेरि मेरो हो केटा हो। देखिस् देखिस् यो हो कि केटा हो तास खेल्ने तरिका भनेको चाहिँ यो हो कि। यसरी चाहिँ तास खेल। देखिस् केटा हो यस्तो हुन्छ के, यस्तो हुन्छ। देखिस् यसले तास चाहिँ झेल खेल्छ क्या हो? कसले झ्याली गरेर चाहिँ सबैलाई देखाएर गरे नि। लु हेर्न त अर्को बासा छ, अर्को गुलाम चाहिँ। ल दबाउँछ। राम्रो दाउ लाग्नलाई त खेल्न पनि आउनु पर्यो नि तँलाई। त्यही भनेको त। तँलाई मात्रै दाउ लाग्यो भने चाहिँ हामी चाहिँ के खेल्नु नि? राम्रो दाउ लाग्नलाई राम्रो काम गर्नुपर्छ, बुझिस्? हारेको बेलामा नगर हो तिमीहरू। कति नै मलाई तास खेल्न सिकाउँछ। सिकाउनु पर्ने त तँलाई, सिकाउनु नपर्ने भने त्यो स्वास्नी कुण्ड मात्र। त्यही भनेको होइन एक्कासी मेरो घरको कुरा चाहिँ किन आयो? मेरो घरको, मेरो बुढीको मैले जे सेक गरेँ तिमीलाई के को मतलब? तिमीहरू खेल तिमीहरूको तास। जाँदा साला तेरो घरको त स्वास्नी कुटा जस्तो फर्का जस्तो हो र हामीलाई पनि। आफूलाई तास खेल्न आउँदैन त्यतिकै ठुलो कुरा गर्छ यार। त्यतिकै छोडे त्यसलाई। हामी चाहिँ खेलौ बरु। खेल्न आउनु छैन त्यतिकै ठुल्ठुलो कुरा गर्यो। खैया हो तिहारा, जहिले 10 जना गाउँले भेला पारेको छ, गाउँ डुलेको छ। स्वास्नी बिहे गरेपछि पाल्नु पर्छ भने थाहा छैन? जहिले गाउँ डुलेर मात्र पुग्छ? आफ्नो भाइबाट पनि केही सिक्नु नि। जहिले गाउँ डुलेको छ। धेरै नगर है त। तँलाई खाना नदिन दि भोगेर राखेको छैन क्यारे? बुढी भएर बुढीको ठाउँमा बस। तेरो बुढी हुनु भन्दा त कुकुरको बुढी हुनु ठिक छ। तैँले अहिलेसम्म मेरो लागि के गरेको छस्? खाली गाउँले जम्मा गर्नु, तास खेल्नु त जानेको छस् नि तैँले। तँसँगै जन्मेको भाइले के गरिसक्यो?
अब त अलिकति भयो भने बुद्धि पलाउनु नि। बच्चाको बाउ हुने बेला भइसक्यो, एक पैसाको बुद्धि छैन। तँ धेरै त नभने मलाई थाहा छ होला नि, तँ भनेको मन पर्दैन मलाई। तँ धेरै चौथाले भन्दै गइरहेको छिस् आजकल। मेरो पनि त इज्जत छ। ओहो हजुर, तपाईँ भने जस्तो काम गर्नु भएको छ। तपाईँले आइसियो बसिसियो खाइसियो भन्नुपर्ने होला होइन। उमेर भने डाँडा काटिसक्यो, अझै बच्चाको जस्तो बुद्धि छ। उहाँसँगैको साथीहरूले कत्रो कत्रो गहनाहरू लगाइरहेछ, आफ्नो भने घाँटी रित्तै। अब अरू घोडा चढाइ भन्दैमा तँ घरको धुरी चढ्न मिलेन क्यारे? जस्तो छ त्यस्तै म रमाउनुसी। ओहो खुब रमाउनु जस्तो काम गर्छस् नि तैँले, रमाउँदै हिँड्नलाई। अरू सबै दिदी बहिनीको बुढा विदेश गएर पैसा कमाइरहेछ, हाम्रो चाहिँ भने तास खेलेर बस्नुपर्ने। हात खुट्टा त भाँचेको छैन, भइहाल्यो नि विदेश। ए अब तैँले सिकाउनु पर्छ मलाई, म कहाँ जाने के गर्ने भनेर। तैँले मलाई लाग्यो कि मैले तँलाई ल्याएको? तँ धेरै चौथाले भएर नबोलै। अब यहाँभन्दा बेसी बोलिस् भने राम्रो हुँदैन नि। लु के गर्छस्, गरेर देखा त। मलाई धम्काए जसरी काम गरेर देखा न। दिनरात गाउँ डुलो, तास खेल्यो, रक्सी घिच्यो, खुब महान काम गरे जस्तो लाग्छ होला नि तँलाई। जोचोर उसीको ठुलो स्वर। कुन दिन हजुरको साथीहरू फुलमाला लिएर ढोकामै आइपुग्छ, अनि बनाइदेला नि जुवाडेको अध्यक्ष। के भन्छ फेरि भन् त? लौ न लौ, यसको सन्तानले त घर चिकी खाना दिने भएनन्। तँलाई सुँगुरे एउटा दे, बुहारी कुटेर उहाँ माइतमा गएर बसिरहेको छ। यो चाहिँ झगडा गरेर बस्छ घरमा। बेलैमा म किन मर्न सकिनँ? आमाले त्यसै मरेको, बरु शान्ति पाए आमाले। सुँगुरे लसुन लत्था लिनु भयो। के गर्नु, कोही छैन, भित्र धन्दा गर्दै सानी छोरी ठुली छोरीलाई बिहा गरेर दिए, घरमै